साथीहरु आज चाहिँ म हेर्नु है अलैँची छडाउँदै छु हैन अनि धेरै चाहिँ छैन अनि त्यहाँदेखि थोरै यसो 15-20 केजी निक्लिन्छ अब यति भए पनि त है कहाँ पाउनु 15-20 केजी बेच्दा पनि एक बोरा चामल आउँछ एक महिना त खाइन्छ नि अनि यो हिजो अस्ति नै टिपेको थियो अनि गुम्साएपछि मात्रै छोडिन्छ अनि अहिले चाहिँ छोडाउँदै गरेको अनि अब भाउ पनि छ यसपालि त अनि अब 10-15 केजी बेच्दाखेरि त सस्तो मस्तोको चामल आउँछ महँगोको त के आउँछ मनदेखि उता बेच्नेको चाहिँ मनदेखि उता हुनेको चाहिँ 500ले अरे अब मेरो त 1 मन पुग्दैन अनि त्यस्तै 15-20 केजी चाहिँ आउँछ कि त्यति नै आउँदैन होला अनि यो चाहिँ खोल्सामा लगाएको थियो है अनि त्यहाँदेखि धेरै छैन मेरो चाहिँ अनि आज चाहिँ एकदम घाम लागिरहेछ चक्को बाहिर घाम लागिरहेछ अनि त्यहाँदेखि कम्ती गर्मी भएको छैन अनि म चाहिँ यहाँनिर भित्र बसेर अलैँची छडाउन लागेको अनि मजाले छडिरहेछ है यसरी कतिले त अस्ति बेचिसकोला टिपेर अनि धेरै हुनेले त भड्डी लाउँछ अरे अब हाम्रो त त्यतिकै काँचै दिइहाल्छौँ अब धेरै हुँदा पो भड्डी लाउनु अब थोरै हुनेको त के गर्नु धेरै हुनेलाई दिनुपर्छ अनि सुकाएर बेच्छ अब यो चाहिँ मलाई छोडाउँदैछु है आज चाहिँ खेतीहरू सकेर आनन्द भइरहेछ ल है साथीहरू आज चाहिँ म यो अलैँची